व्यास ऋषि एक दिन घुम्दै फिर्दै गइरहेको थियो। व्यास ऋषि त थाहा छ? व्यास ऋषि अब ऋषि जस्ता मान्छे, महात्मा मान्छे, विनगरी बसेका मान्छे है, एक दिन चाहिँ घुम्दै फिर्दै गएछन् क्या। अनि यसो देखेछन् भगेराको जोडी देखेछन्, तिनीहरूको बच्चा देखेछन् क्या उनले। त्यो बच्चा देखिसकेपछि उनलाई एक प्रकारको लोभ लागेको थियो। भगेरा यति माया यति प्रेमपूर्णका साथ बच्चाहरू हुर्काएको, अनि उनलाई मोह पलायो। ऊ ऋषि मान्छे है, बिहे नगरेर बसेका मान्छे। अनि उनले भने अरे अज्ञानी पशुसम्ममा त अहिले यो प्रेम यस्तो हुनु, ज्ञानी मानिस जातिमा किन नहोस् सन्तानका खातिर हुनु भनेर अनि पुरुक्क गाडी बिहे गरे व्यास ऋषि। भनेको मतलब मान्छेको एउटा ऋषिको मन सामान्य भगेराको जिन्दगी देखेर यति परिवर्तन हुन्छ भने, परिवर्तन सकारात्मक होस् या नकारात्मक जेसुकै होस्, अरूलाई हेरेर उनले आफ्नो उनी बदलिदिए कि राजा चाहिँ बदलिदिए। ऋषि जस्तो मान्छे, एकदम शुद्ध बसेका मान्छे, उनले ओहो अज्ञानी पशुसम्ममा त अहिले यो प्रेम यस्तो हुनु, ज्ञानी मानिस जातिमा किन नहोस् सन्तानका खातिर हुनु भनेको उनले त्यसका निम्ति गरे। तर हामी त्यसैका लागि मात्रै होइन, अनेक कुरामा कसैको देखासिकी गरेर अरूलाई हेरेर ओहो यिनलाई त यस्तो गरे, म पनि किन नगर्ने, अथवा नकारात्मक काम गरेर हुनसक्छ, मैले किन नगर्ने। यो उमेरमा अब बिग्रिने उमेर भन्छु मैले, त्यो मलाई पहिल्यै सम्झिसकेको छु। साथी बनाउने, घुम्न जाने, गर्लफ्रेन्ड बोयफ्रेन्ड बनाउने, यस्ता अनेक यस्ता बिग्रिने कुराहरू अहिले नै हुन्छन्। तिमीहरूको टेन सकिसकेपछि 11 12 यही कुरा हुने। अनि देखिन्छन् नि यो अहिलेसम्म तिमीहरूको भएको छैन। किन भएको छैन भने तिमीहरू सोच्छौ इमान्दार छौ, त्यो नभएको होइन। तिमीले देखेकै छ यो त्यस्तो भइरहेको, तिमीहरूले त्यो देख्नै पाएको छैनौ। त्यस्तो भइरहेको कुरा देखेर अब्जर्भ गर्न पाएको छैनौ क्या। अब जब अलिअलि देखिन थाल्छ अनि तिमीहरूको दिमागले अब्जर्भ गर्छ, अनि त्यस पछाडि म पनि त अथवा बोयफ्रेन्ड बनाऊँ, गर्लफ्रेन्ड बनाऊँ, अथवा म पनि त चुरोट रक्सी खान जाउँ, अथवा त्यस्ता साथीहरूसँग सङ्गत गरौँ भन्ने खालको यो माइन्डले अब्जर्भ गर्छ कि त्यो कुरा। त्यही भएर अरूलाई हेरेर, एउटा भगेरालाई हेरेर ऋषि जस्ता मान्छेको इरादा त बदलियो भने हामी त सामान्य मान्छे हौँ। हर पाइलामा, हर चाहिँ घडीमा हामीले एकदम ख्याल राखेर, एकदम कन्सियस भएर अगाडि बढ्नुपर्छ। तिमीहरूले यो एकदम ख्याल गर्नु, यो याद गर्नु कि व्यास ऋषिको भगेरासँगको कहानी याद गर्नु। र यहाँ यो ठाउँको नाम के अरे? खौला यही हो, यो खौलै हो। ल बर कहाँ त दरबार यो खौलाको याद गर्नु, हामीले गरेको कुराकानीको याद गर्नु, र अरूको देखासिकीमा पटक्कै सकारात्मकता छ, त्यो अरूले गरेको काममा सकारात्मकता छ भने त्यसबाट राम्रो कुरा अब्जर्भ गर्न खोज्नु, राम्रो कुरा लिन खोज्नु। नराम्रो कुरा छ भने हेर्दै नहेर्नु। सकेसम्म त आफ्नो व्यक्तित्व आफै विकास गर्ने, आफ्नो अस्तित्व आफै विकास गर्ने हो। अरू कसैलाई हेरेर देखेर गर्ने होइन, त्यो त अरूको नक्कल गरेको जस्तो भयो नि त। नक्कल गर्ने नै होइन, हामीले सकेसम्म आफ्नो अस्तित्व आफै विकास गर्ने। यतिसम्म पनि भएन भने अरूको सकारात्मक पक्षलाई अपनाउने, नकारात्मकतालाई त्यही छोडिदिने, सम्झिने कि व्यास ऋषि त योबाट चाहिँ नि यसरी उनको इरादा त्यसरी बदलिएको थियो भने हामी त सामान्य मान्छे हौँ सोच्ने, एकदम कन्सियस भएर जीवनलाई अगाडि बढाउने। यही मेरो तिमीहरूलाई चाहिँ एउटा अर्थी भए पनि, उपदेश भए पनि, तिमीहरूको जीवन फलोस् फुलोस् शुभकामना। फेरि हामी भेट्छौँ। तिमीहरू मेरो एकदमै अनन्य मित्र भइसकेका छौ। यति भन्दै बिदा हुन्छु। हस्, नमस्कार, जय होस्।